ल साथीहरू, आज मैले गाउँघरको तरिकाले आङकुसी गराएर लौका पहिला हाम्रो त्यो मोलखाता दबदबेका बुट्टा हो नि, त्यसमा घिरेम्ला चिचिन्न फल्थे। त्यहाँबाट एउटा रसीले या कुनै टालोले बाँधेर यस्तै आङकुसी गराएर टिप्छौँ। आज मेरो लौका चाहिँ वहाँ माथि बुट्टा छ, त्यो कटुसको बुट्टा गएछ। त्यसलाई त्यही आङकुसी गराएर चडक्क लाएर टिप्छु भन्ने विचार गरेको छु। बुट्टा चढ्नलाई चाहिँ त्यो कटुसका काँडाले चाहिँ भ्याउँछ। अब यो टेप लाएर आइडिया गरेको छु, हेरौँ कस्तो हुन्छ। अनि तपाईँहरूले चाहिँ यसरी बुट्टामा फलिया तरकारीलाई यसरी टिप्नु हो कि नै भन्नु होला। ल हेर्नु, अब यो यसरी लगाएर वहाँ देखाउनु त बिनाजी होला कि नहोला हौ? हुन्छ हुन्छ हुन्छ, जति पनि हुन्छ। औ ल हेर्नु, आङकुसी गराएर चेरा बनाएर लौका खस 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 खस